जलदेवी थलदेवी कुलदेवी त्यतिको देवी ओम जलदेवी धलदेवी आकाशदेवी वायुदेवी ओम 33 कोटि देवी ओम सर्वदेवी सर्वदेवाय नमः ओम भैरवाय नमः ओम भैरवी नमः ओम योगिनी नमः योगिनी नमः सर्वदेवी नमः सर्वदेवी ओम कुलदेवाय नमः कुलदेवी नमः जलदेवाय नमः जलदेवी नमः ओम आकाश देवी नमः तालादेवी हे महाकाल हे जलदेवी आफ्नो ठाउँमा गएको छ यस नेपाल भूमिमा परमेश्वर जय होस् देवी हे काली हे शक्ति काली शमशान काली घाट काली ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम शम्भो ओम काली जल काली तल काली ओम जलदेवी ओम सर्वदेवी हे देवी हे काली हे काली हे काली अतीव काली सक्नुभयो गुरु? हजुर हजुर अहिलेसम्म यो के को लागि चाहिँ यो पूजा गरिराख्नु भएको थियो? हेर्नुहोस् म हिजो सानो अलिकति लाइभ पनि गरेको थिएँ मध्यरात 12 बजीतिर। हजुर यो जलदेवीको पूजा गरिराखेको थिएँ हजुर जुन चाहिँ अति धेरै जलमग्न देश भयो। हेर्नुहोस् एउटा कुरा के छ भने जे हुनु छ त्यो हुन्छ तर प्रकोपलाई कम गर्न सकिन्छ बुझ्नु भएन? हजुर कसैको अकाल मृत्यु हुनु छ भने त्यो मृत्यु हुन नदिकिन अलिकति सानो घाउ चोट पटकमा चाहिँ उहाँको त्यो अकाल मृत्युलाई रोक्न सकिन्छ के। अनि पानी पर्छ तर मेरो हजुरबाउले यो मलाई सिकाउनु भएको जब मेरो गाउँमा असिना पर्थ्यो नि हजुर त्यो बेला हामीले के गर्थ्यौँ भने त्यो असिनालाई त्यहाँ नखसालिकन कतै बगरतिर खसालिदिन्थ्यौँ क्या जसले गर्दा धान मकैहरू सुरक्षित हुन्थ्यो। त्यही क्रममा मेरो बुवाले हजुरबाले के सिकाउनु भने यो जलदेवीको पूजा गर जब चाहिँ अत्यन्तै वर्षा हुन्छ त्यो वर्षा चाहिँ नेपाल भूमिमा परे अत्यन्तै क्षति भयो भने त्यो नेपाल भूमिबाट कुनै समुद्रमा लगेर त्यो वायुदेवलाई फालिदेऊ हैन जलदेवीलाई त्यहाँ गएर चाहिँ जलदेवीलाई पुकारेर त्यो ठाउँमा गएर तपाईँ झरिदिनुहोस् अति भयो जलदेवी भने जलदेवी पूजा। अब यो पूजा मात्रै गरेर हुँदैन हेर्नुहोस् मैले पूजा गरेँ तान्त्रिक अब मलाई ठुलो के अरे सङ्कट कहाँनिर रहेछ थाहा छ? हजुर यसको महायज्ञ महादिव्यज्ञ पूजा गर्नुपर्छ। अब यसमा कतिको अब के अरे नेपालीहरू हुनुहुन्छ होइन योभन्दा अगाडि पनि यस्तै पानी झरी बर्सात एकदमै ठुलो बर्सात भइराख्दाखेरि तपाईँले पशुपतिमा गएर चाहिँ तपाईँले जल पूजा गर्नुभएको थियो
हो होइन राइट। अनि त्यो हिजो बेलामा रातभरि 40,000ले हेर्नुभएको थियो। जलमङ्ग हुँदाखेरि पोहोर साल यही समयमा जलमङ्ग हुँदाखेरि पशुपति महिना बागमतीमा गएर गरेको थिएँ मैले। हजुर ठिक छ गुरु, त्यो अहिले हजुरले बालेको दीप थोरै तलतिर राख्न मिल्छ होला डमरू भन्दा। हजुर हजुर हजुर, यो पूजाकै ठाउँमा राखिदिन्छु। हस् हजुर, जय होस् जय होस्। तपाईँले जसरी यो जल पूजा पशुपतिमा गर्नुभएको थियो, हजुर हजुर हजुर, फेरि हिजो रातभरि पनि नसुती पनि पूजा गर्दै हुनुहुन्थ्यो। हजुर हजुर हजुर। खास यो के का लागि र किन गुरु? यो देश बचाउनको लागि, यो जलमङ्गबाट बचाउनको लागि, बाढी पहिरोबाट बचाउनको लागि अति भयो। हजुर अति क्षति भयो। हजुर होइन, यो नगर्नुहोस् भने। अब हेर्नुहोस् है, यसमा धेरै धर्मगुरुहरू हुनुहुन्छ होइन, मैले उहाँहरूको विरोध गरेको होइन, तर यस्तो आपतकालीनमा खालि घरमा बसेर ज्योतिषशास्त्र र बिरामीलाई मात्रै नफुकौँ होइन, यस्ता सङ्कटमुक्त कार्यहरू पनि गरौँ जसले देश बचोस्, सङ्कटबाट बाहिर के अरे जनताहरू मुक्त हुन् भन्ने छ। सङ्कट त यो केही पनि होइन, अझै आउन बाँकी नै छ। भनिसके पछाडि यो केही पनि होइन, केही पनि होइन, अझै आउन बाँकी नै छ। होइन, हजुरलाई यो पूजा गर्दा फाइदा चाहिँ के छ? हजुरलाई सरकारको लागि जनताको लागि भन्नुभयो, सरकारले के दिएछ र यो पूजा गर्दै हुनुहुन्छ? मलाई केही पनि दिएको छैन, तर मलाई मेरो पुर्खाले के सिकाउनु भएको छ भने नि, तँ मरेर 10 जना के अरे जीवित हुन्छन् भने तैँले खर्च गरेर देशका जनतालाई राम्रो हुन्छ भने गर होइन। तँ यो धरतीको लागि, तेरो लागि जन्मेको होइन, त कसैको लागि जन्मेको। प्रत्येक मान्छे तपाईँको लागि जन्मेको होइन क्या। तपाईँको सन्तान यो देशको लागि जन्मिनु भएको, तपाईँको आमा बुबा उहाँहरूको लागि जन्मिनु भएको होइन, तपाईँको लागि जन्मिनु भएको। बुझ्नु भएन? त्यसैले म मेरो लागि जन्मेको होइन, मेरो देशको लागि, मेरा भाइ बहिनी दाजुभाइ आम समग्र नेपालीको लागि, समग्र यो सृष्टिको लागि। जसरी यो तपाईँले भन्नुभयो तान्त्रिक विद्याबाट चाहिँ यसलाई रोकथाम गर्न सकिन्छ, प्राकृतिक कुराहरूलाई पनि, प्रकृतिमा भएका कुराहरूलाई पनि छेक्न रोक्न तन्त्रले सक्छ। यो सम्भव छ। ल त्यो त पोहोर सालमा जलमङ्ग हुँदाखेरि यसपालि नै रातभरि आज हेर्नुहोस् यस्तो घाम लागिरहेको छ होइन। यो एकजनाले गरेर सम्भव हुने कुरा हो त? एकजना हो, सम्भव हुँदो रहेछ, भयो त, मैले गरेँ होइन, तर सबैले मिलेर गरिदिएको भए यति ठुलो क्षति पनि हुने थिएन क्या। त्यसैले गुरुदेवहरू, म तपाईँहरूलाई विरोध गरेको होइन। यस्तो सङ्कट पर्ने बेला हामी सबै एक हौँ न होइन, यज्ञ लगाउँ, पूजा गरौँ, यो घटना घट्नेबाट रोकौँ न होइन। खालि दुलाभित्र पसेर तपाईँको चिना हेरेको यति हजार, ढ्याङ्ग्रो ठोक्या यति हजार भनेर मात्रै नगर्नु कहिले काहीँ होइन। त्यो स्वार्थबाट बाहिर निस्केर पनि जाउँ न। मर्नु छ, म मर्नु छ होइन। तपाईँले ठिक छ गुरु, तपाईँले जसरी आजभन्दा अगाडि पनि भन्दै आइराख्नु भएको थियो, कतिपय कुराहरू मिल्दै पनि गइरहेका छन्। जस्तो रवि लामिछानेलाई यस्तो हुन्छ भन्नुभयो, त्यो पनि भयो। दुर्गा प्रसाद छुट्नुहुन्छ भन्नुभयो, त्यो पनि छुट्नु भयो। मैले बारम्बार के भनेको थिएँ, 72 हजुर म यो 72 यो व्यवस्था काट्दैन, 74 मा चुनाव हुँदैन। मिसन 84 नभन्नुहोस्, मिसन 84 नभन्नुहोस् होइन, 82 काट्दैन, 84 आउँदैन भनेको थिएँ नि। त्यो भने के हो भन्थे, त्यो भने यही हो। अब थाहा पाउनु भयो नि जनता होइन। त्यसरी प्रमाणित गर्दै आइराख्नु भएको छ, तपाईँको भविष्यवाणी पनि मिल्दै गइरहेको अवस्था छ। मिल्दै गएको होइन पत्रकारमा आफै। आज जति पनि मैले भविष्यवाणी गरेको छु, एउटा तपाईँको भविष्यवाणी पुगेन भनेर कुनै दर्शकले पनि लेखिदियोस् न, तपाईँहरूले पनि भनिदियोस् न, खै त गुरु तपाईँले यो गर्नुभएको भविष्यवाणी पुगेन भन्दाखेरि मैले पनि कतै मेरो गल्ती भयो कि भनेर मैले मिस्टेक गर्न सक्थेँ। तर म हावामा बोल्दिनँ क्या। म सोध्छु पटक पटक, जब देवी देवता परमात्मा मेरो गुरुले अब यो सही हो बोलै भन्नुहुन्छ तब मात्र म बोल्छु। अब यो पानी, यो हावाहुरी, यो बाढी पहिरो यसै गरी बढ्ने क्रम जारी छ कि अब सकियो त गुरु? छैन, सकिएको छैन। केही समयको लागि मौन मात्र, सकिएको छैन। यो मौन केही समयको लागि मात्रै भयो? हजुर, केही समयको लागि मात्रै मौन हो, सकिएको छैन। केही समयको लागि मौन मात्र हो, सकिएको छैन। भनिसके पछाडि अझै ठुलो प्रकोप आउनै बाँकी छ। हजुर। कहिलेसम्म आउँछ एक्ज्याक्टली तपाईँले के भविष्यवाणी गर्नुभएको छ, तपाईँले हेर्नु भएको छ के छ? सुन्नुहोस् न, यो कस्तो खालको प्रकोप आउँछ अब चाहिँ? यो सुन्नुहोस्, जगतमा यो मानव, एक त मानव हत्या हुन्छ, हिंसा हुन्छ, युद्ध हुन्छ, राजनीतिक प्रकोप आउँछ, दैविक प्रकोप आउँछ
प्राकृतिक प्रकोप आउँछ, यो धेरै किसिमको प्रकोप आउँछ। देवले के भन्नुभएको छ भने मृत्यु, जन्म र मृत्युको मिति र तिथि नतोक भनेर गुरुले सिकाउनु भएको छ। त्यही भनेर यही दिन भन्ने होइन, यही सालभित्र हुन्छ, यही सालभित्र हुन्छ भनेको त्यतिका भनेपछि ठुल्ठुलो भूकम्पको धक्का पनि आउन सक्ने भयो छ। त्यो त 100% ठिक छ। रुढीबाडी जाने, भूकम्पको धक्का आउने, राजनीति द्वन्द्वमा मान्छे मर्ने, नेताहरू कुट्टिने, शासन उथल पुथल हुने, प्लेन क्रस हुने, यो धेरै किसिमका छन्। प्लेन पनि क्रस हुन्छ, हेर्दै जानुहोस् है। विश्वको नेपालमा हुन्छ के को विश्व भने नेपालमै फेरि प्लेन क्रस हुन्छ, हेरिराख्नुहोस् न कस्तो विश्व यार। नेपाल भूमिमा बसेर नेपालको कुरा गर्नुहोस् न यार, विश्वमा त के हुन्छ तपाईँको। होइन हजुरले यस्तो शक्ति चाहिँ यो कहाँबाट कति समय अगाडिबाट आएछ गुरु, यो बताइ। यो धेरै पहिलाबाट हो, तर मैले चाहिँ अब यो अलिकति म पनि अलिकति साइन्सको स्टुडेन्ट अनि साइन्सपट्टि जाउँ भन्ने लागेँ होइन। अनि धेरैले अब यो उ गर्ने नि त, त्यो भएर पनि अलिकति पनि पछि जब मेरो साँच्ची नै भन्दा यो कुल थामी आएको मेरो काका बाउ हुनुहुन्थ्यो। काका बाउ बितेपछि म 81 ढलेँ। 3 महिना टिचिङ हस्पिटलमा बसेँ, 60-70 लाख रुपियाँ खर्च गर्दा नि म बिम्जिनँ। अनि जब चाहिँ देव कार्यहरू गर्न सुरु गरेँ मेरा परिवारले, तब म उठेँ र अनि यो कार्य गर्न थालेँ। त्यहाँबाट म अहिलेसम्म जीवित छु विथआउट औषधि केही पनि। तर डक्टरले 3 महिना कोमामा राखेको व्यक्ति म हुँ, अझसम्म त्यो प्रमाण छ, म गलत भन्दिनँ। के छ भनेपछि हजुरले यस्तो तामासी भोजनहरू, माछा मासुहरू केही लिनुहुन्छ? तामासी भोजन म कहिले पनि गर्दिनँ, कहिले पनि गर्दिनँ। त्यो भनेर फेरि बलिको विरोध पनि गर्दिनँ, म बलिको विरोध पनि गर्दिनँ है। हजुरको यो आश्रममा केही समय अगाडि एउटा चाहिँ चरा, राम्रो चरा जुन हजुरको कहिले टाउकोमा कहिले चाहिँ यता कुममा बस्ने चरा, आज हामीहरूले आउँदा देखेनौँ। चरा कहाँ गयो भन्ने हामी सबैको चाहिँ यो प्रश्न छ। होइन, उहाँ केही समयको लागि यो पृथ्वी वायुमण्डल घुमेर होइन घुम्न जानुभएको छ, आउनुहुन्छ र प्रत्येक पृथ्वीमा के भइरहेको छ हेर्नुहोस् है, अचम्मको कुरा है। रसियामा के भइरहेछ, अमेरिकामा के भइरहेछ, क्यानाडामा के भइरहेको छ, जापानमा के भइरहेको छ, संसारमा के हुनेवाला छ भन्ने कुरा सबै इन्फर्मेसन लिएर फेरि उहाँ यहीँ नै आउनुहुन्छ। ए भनेपछि हजुरको दूत हो? हो। ए भनेपछि दूतको रूपमा पठाउनु भएको? हजुर। अहिले पछिल्लो समयमा भक्तहरूको पनि हजुरकोमा भिड छ, हामी पनि आज 2-3 घन्टा नै कुर्न पर्यो, त्यसको लागि क्षमा। ठिक छ, हामी पनि क्षमा, हजुरले क्षमा माग्नुपर्ने कुनै पनि विषय छैन। हजुरको भक्तजनहरूलाई हाम्रो मिडिया मार्फत के सन्देश, थोरै सन्देश छोड्नुहोस् न। अब के सन्देश दिने भक्तजनहरूलाई होइन, जो आउनुभएको छ उहाँहरूले प्रश्न देखिहाल्नु भएको छ मबाट के कस्ता तपाईँहरूको रोग थियो, पीडा थियो, कसरी छटपटाइ गरेर आइराख्नु भएको थियो, कसैको छोरासँग के अरे बिछोड भएर छोराले नाकमुख नदेखाएर टेलिफोनसम्म सम्पर्क नराखेर रुँदै आउनुभएको थियो, कसैको श्रीमानले अर्को लिएर चाहिँ च्यापेर बसिराखेको भयो, त्यो श्रीमती हेर्दै नहेर्ने, कसैको श्रीमतीले त्यो गरिराखेको थियो। आज सबैको राम्रो भएछ, कामनी बौलाउने तपाईँहरूले देखिहाल्नु भएको छ, प्रश्न देख्नु भएको छ। अब योभन्दा धेरै कुरा मैले के गर्ने। हजुरको छुटेको कुनै भिडियो हेर्न छुटेको भक्तजनलाई एकपटक फेरि विजयादशमीको शुभकामना दिनुहोस् अनि हामी यो भिडियोबाट छुट्टिन्छौँ। महान यो बदलिँदो परिवेशमा आएको यो महान विजयदशमीको शुभकामना र आउँदो तिहारको, दीपावली र छठको पनि शुभकामना। सचेत रहनुहोस्, सकेसम्म ट्राभलिङ नगर्नुहोस्, गरे पनि एकल ट्राभलिङ गर्नुहोस्, पारिवारिक ट्राभलिङ नगर्नुहोस्। यो समयमा तीर्थ अर्थ व्रत भन्दा पनि आफ्नो घरमा संरक्षित बस्नुहोस् र देवी देवता कुलको पूजा गर्नुहोस्। यति गऱ्यो भने पनि मेरो एउटा क्वेसन अन्त्यमा, जसरी पहिलेदेखि नै तपाईँले माताहरू चाहिँ अलिकति होसियार रहनु होला भन्दै आउनुभएको छ भनेदेखि यसबिचमै एउटा प्रश्न के आइरहेको छ भने माताहरूले बलि लिँदैनन् भन्ने कुराहरू आइरहेको छ, तर माताकै थानमा बलि चढाइरहेको पनि देखिएको छ नि त गुरु। खास के हो यसको अर्थ? कसले जुन देवीको थानमा बलि दिँदैन नि त्यो थानमा देवी बस्दैनन्। यो कुरा अस्ति मलाई छ्यास्स सुनाउनु भएको थियो तपाईँले दक्षिणकाली जाँदै गर्दा होइन। त्यसैले परम्पराको विरोधमा नजाउँ होइन, किनभने हो यो कुरा सत्य हो, देवी देवतालाई रगत बोक्दैन, तर उहाँका नन्दी बिरिङ्गी त्यो सेना भेना हुन्छ नि। आज किन यो देशमा धेरै मानव बलि चढिराखेको छ भन्दा
हामीले बलिको विरोध गरेर जुन मन्दिरमा दिनुपर्ने बलि कम भइराखेको छ र मानव बलि बढी गइराखेको छ क्या, यो यथार्थ सत्य हो। हुन्छ, धन्यवाद। हस् त, धन्यवाद।